आदरणीय दर्शकवृन्दहरू, यहाँहरूलाई स्वागत गर्न चाहन्छु मेरो युट्युब च्यानल अमर यात्रामा। आज वैशाख 14 गते माता तीर्थवंशी अर्थात् आमाको मुखियानी दिन, जुन यो चन्द्रगिरी नगरपालिका वडा नम्बर 6 मा रहेको जुन यो माता तीर्थ कुण्ड छ, जुन यो कुण्डमा चाहिँ हाम्रो दिवंगत भइसकेको हाम्रो आमा माता उहाँको नाममा चाहिँ विभिन्न पूजापाठ गर्ने गरिन्छ भने पिण्डदान पनि गर्ने गरिन्छ। यहाँ चाहिँ बौद्ध र हिन्दू धर्मावलम्बीहरूले चाहिँ विशेष गरी यहाँ पूजा गर्ने गरिन्छ। यहाँ दुवै धर्मावलम्बीहरूले चाहिँ एकदमै आस्थाको केन्द्रबिन्दु रहेको जुन यो माता तीर्थ कुण्ड एकदमै अहिले भिडामभिड देखिरहेका छौँ हामीले। हरियाली जङ्गलको जुन फेदैमा रहेको यो जो माता तीर्थ कुण्ड छ, यो कुण्डमा चाहिँ यतिखेर भक्तजनहरूले भरिभराउ देखिरहेको छ भने जुन यो भित्र जुन कुण्डमा जुन पूजा गर्न जानको लागि चाहिँ धेरै लामो लाइन बसेर जानुपर्ने देखियो भने त्यहाँ जान सक्ने अवस्था अलिकति कमै देखियो मैले पनि। त्यसैले हामी यो बाहिरको जुन यो कम्पाउन्ड छ, यो कम्पाउन्डमै जुन आमाको नाममा हामीले लगेका फलफुल धुपबत्ती यहीँबाट माथिबाट नै कम्पाउन्डबाट नै यहाँभित्र चढायौँ हामीले। चन्द्रगिरी नगरपालिका वडा नम्बर 6 मा पर्ने यो माता तीर्थ कुण्ड, यो कुण्डमा चाहिँ विशेष गरी आमा नहुनेहरूले चाहिँ यहाँ र आमाको नाममा चाहिँ अब विभिन्न परिकार कपडा लत्ता कपडादेखि लिएर उहाँलाई मनपर्ने चिजहरू चाहिँ यहाँ चढाउने चलन रहेको छ। अनि आज यो सौभाग्य मलाई पनि मिल्यो, म पनि आएँ, आएर चाहिँ यहाँ केही पूजाआजा गरेर अब फर्किन लागेको छु म।
यो जुन माता तीर्थ कुण्डको ठिक पछाडिबाट देखिएको दृश्य हो यो। यतिखेर एकदमै भिडभाड छ र भने यहाँ व्यापारीहरू पनि आफ्नै तरिकाले व्यापार गरिराख्नु भएको छ र यहाँ धेरै किसिमका जुन यो खेलहरू पनि राखिरहेको हामीले देख्न पायौँ भने यहाँ व्यापार त एकदमै जुन यो बजारै लागेको छ भने लगभग यहाँबाट जुन गुर्जुधारा मेन रोड गुर्जुधारासम्म नै बाटैभरि यो बजारहरू लागिरहेको अवस्था देखियो। Bapak Ibu sekalian,